आज चाहिँ कहाँ मकै घारीबाट सुरु गऱ्यो भने अहिले चाहिँ हामी पूजाको लागि सामान बटुल्दै थियौँ। अनि अहिले चाहिँ हामी यसो गाई भएको ठाउँमा गोबर लिन आएको। गोबर सबै फालेर हामी फर्केर अनि घर गयौँ। अनि घर जाँदाखेरि बाटो हेर्न गएको थियौँ गाडी लाने मिल्छ मिल्दैन भनेर। अनि अर्को बाटोबाट आएको थियौँ। अनि अर्को बाटो हेर्न गएको अनि गाडी नै उक्लिन्न भनेर अनि अर्को बाटो जाऊँ भनेर अनि हामी घरतिर लाग्यौँ। अनि जाँदा जाँदा बाबाले गाई दिनुभएछ नि, गाईको गोबर पनि लिनुभयो। अनि त्यही पूजाको लागि यसो दुध दही अलिअलि हामी पनि लिएर अनि घरतिर लाग्यौँ। अनि घर पुग्ने बित्तिकै म नि जुत्ता सुत्ता लगाएर नि रेडी हुन थालेँ। यसो नयाँ जुत्ता लगाएपछि त नि यसो उफ्रिँदै पऱ्यो अलिअलि। अनि गाडीमा लाने भनेर सबै सामानहरू गाडीमा राख्न थाल्यौँ हामीले। अब गाडी लानु भएपछि स्कुटी स्याहार्नु पऱ्यो। अनि भाइले स्कुटी स्याहार्यो। अनि हामी पनि गाडी साडी निकालेर सबै सामान राखेर अनि हामी पनि लाग्यौँ छिटो गरेर। अनि माथि गएको कुरेर बस्नु भएर सबैलाई अनि भाइ फेरि चल्न आइदिएर भिडियो खिचिदिएको त नगरा भनेर अनि सबैलाई राख्यौँ हामी एकछिन। अनि छिटो अनि अरूलाई पनि कुरेको थियौँ एकछिन। अनि कुर्यौँ अनि बसेर अनि हामी पनि गाउँतिर लाग्यौँ छिटो। म चाहिँ पछाडि बसेको थिएँ अनि बाहिरबाट भिडियो गर्दै गएको थियौँ। अनि अहिले चाहिँ हामी 28बाट जान लाग्यौँ। अनि 28बाट अलि सजिलो भएको, उताबाट गाडी उक्लिन्न भनेर हामी यतैबाट जाने भनेर सोचिरहेको थियौँ। अनि 28बाट गएको थियौँ। अहिले त्यही बाटोहरूको भिडियो खिचिरहेको थिएँ, त्यही हेर्नु। अब सिधै गाउँ गएपछि नै भेट्छु होला म हजुरलाई। बाई।